जस्तै कि अब आजसम्म जन्मी हुर्की यति एउटा टाइमसम्म आइसक्दा यो फेज लाइफको यो फेजमा आइसक्दाखेरि कुनै एउटा यस्तो इन्सिडेन्ट छ, कुनै यस्तो मोमेन्ट छ जुन एकदमै खुसीको मोमेन्ट अर्थात् एकदमै दुःखको कुनै सम्झिन सक्नुहुन्छ फ्याक्ट भन्दाखेरि सम्झिन पऱ्यो भने क्या धेरै छन् त्यस्तो त है। खुसीको चाहिँ मोमेन्ट मेरो लागि मात्रै होइन, खुसीको मोमेन्ट चाहिँ के छ भने जीवन त आफ्नो मात्रै त होइन होइन, परिवारसँग पनि जोडिएको हुन्छ। खुसीको मोमेन्ट चाहिँ के हो भने सानो हुँदाखेरि तिम्रो बाबाले के काम गर्ने भनेर मलाई मान्छेले सोद्धाखेरि हुन त मेरो बाबाले जस्तोसुकै काम गरे पनि मेरो लागि त धेरै ठुलो कुरा हो। सबैजना ठुलै पदमा हुनुपर्छ भन्ने जरुरी छैन। सानो पदमा बसेर पनि घर पुरै सम्हाल्नु भनेको त ठुलो कुरा हो होइन। तर पनि सानोमा चाहिँ अब बुद्धि हुन्थेन त्यतिखेर। अनि अब जस्तो दुःख हामीले हेर्दै आयौँ बच्चैदेखि, बाबाको मेन चाहिँ बाबाको भनौँ, छोरा मान्छेले त दुःख देखाउँदैन। आमाको त अब आमाको आँसु पुस्दै हामी पनि ठुलै भएको हो, तर बाबाको त देखाएको छैन आजसम्म। फिल गर्ने हो यदि सक्छौँ भने, तर कति छोराछोरीले त फिल पनि गर्न सक्दैन। त्यस्तो जब पैसा हामी पनि कमाइदिन्छौँ भन्ने हुन्छ नि त। तर फिल गर्न सकियो भने चाहिँ मैले गरेको थिएँ। उहाँको एउटा ड्रिम थियो कि मैले चाहिँ जे होटलमा काम गर्नुहुन्थ्यो मेरो बाबाले, वीरगन्जको कैलाश होटलमा, उहाँको चाहिँ एउटा मोटिभ नै थियो क्या, लक्ष्य आफ्नै खोल्ने रेस्टुरेन्ट। जुन दिन त्यो ओपनिङ भयो नि मेरो सबभन्दा ठुलो खुसी चाहिँ त्यही दिन थियो। किनभने त्यो दिन त्यो ओपनिङ चाहिँ हाम्रो होइन, त्यो बाबाको थियो। इभन कैलाश होटलमा काम गर्नुहुन्थ्यो अनि उहाँले आफ्नो रेस्टुरेन्टको नाम कलश राख्नुभयो कि। ओहो वाह, इन्सपिरेसन नै कैलाश होटलमा 27 वर्ष काम गर्नुभयो एउटा होटलमा। अनि अब त्यसबाट चाहिँ 1 हप्ताको छुट्टी लिएर आउनुभएको कि आफ्नो रेस्टुरेन्ट खोल्दा पनि उहाँले फ्यामिलीको लागि चाहिँ कसरी सेक्रिफाइस गरिदिइहाल्ने। भोलि त्यो होटल चलेन भने मेरो इन्कम त मैले त रोक्न मिल्दैन, बरु 1 विकको छुट्टी लिन्छु अनि आफ्नो गएर सेटअप गर्छु। अनि उता चलाउँदै गर्छन्, हामी, म, मेरो दाइ, मम्मी होइन, ताल परे एउटा स्टाफै राखौँला, चलिहाल्यो भने। तर गाउँमा ग्यारेन्टी त लिन सकिँदैन। छुट्टी लिएर जान्छु भनेर आउनुभएको थियो 1 हप्ताको, फर्की नै पाउनु भएन, त्यस्तो चल्यो कि है। अनि त्यतिखेर कस्तो खुसी लाग्यो होला। आफ्नो बाबा जुन हाम्रो फेरि पुर्खाको भनेको 1 रुपियाँ पनि थिएन, जिरोबाट स्टार्ट भएको मान्छे करोडौँको मालिक हुँदाखेरि कति खुसी लाग्छ है। आफ्नो स्ट्रगलमा 27, 25, 26 वर्षपछि एकादेशमा देखेको सपना चाहिँ एकादेशमा पुरा हुँदाखेरि त्यो चाहिँ मेरो त्यस्तो खासै ठुलो खुसी चाहिँ छैन। त्यही हो मेरो मेन चाहिँ बाबाको अचिभमेन्ट नै अब आफ्नो खुसी हुन त। अब मेरो पर्सनल लाइफ त मैले किन जोड्नु यहाँ होइन, तर पनि अब मलाई कतिजनाले जज गर्नुहुन्छ होला क्षणिक देखेर, त्यो पनि भोलिको दिनमा राम्रो हुनेछ। तर आफ्नो लाइफ कसैले हेर्छ भन्दैमा उसले आफूसँग जोडिएको नातै बिर्सेको चाहिँ हुँदैन। किनभने मान्छेले आफ्नो हक लिनु त्यो आफ्नो राइट्सको कुरा हो, तर आफ्नो राइट्सको लागि चाहिँ उभियो भन्दैमा चाहिँ आफ्नो पछाडिको चाहिँ केही पनि छुटेको हुँदैन। सो मनमा माया र प्राउड त हुन्छ। हजुरको कुरा सुन्दा चाहिँ अब सुरुमा हुन्छ नि, जस्तो कि बाबाको स्ट्रगल होइन, बाबाको त्यो एउटा अचिभमेन्टमा आफ्नो खुसी, त्यो पछाडि अहिले जोड्नु भएको केही कुराहरूमा चाहिँ कस्तो त्यो आफूभित्र एउटा के गहिरो एउटा पीडा वेदना लुकेको भाइब्स मैले पाएँ होइन। हुन त हरेक मान्छेमा त्यो हुन्छ, हरेक मान्छेको स्टोरी हुन्छ आफ्नो लाइफको, पर्सनल लाइफको होइन। किनभने अब सबै मान्छेको, कोही मान्छेको पनि वास्तवमा हेर्दाखेरि कोही छैन, तर सबै मान्छेको सबै छ फेरि होइन। तर आफूसँग त मान्छेले एक्लै हो, फेरि मान्छे आफूसँग त एक्लै हो होइन। सायद तपाईँको पनि होला, अब कतिपय सेयर गर्न मिल्लान्, कति नमिल्लान् पनि होइन। अब सेयर गर्न मिल्छन् भने गर्दा पनि भयो कन्भर्सेसन हो, अब मिल्दैन भने पछि हामी फेरि कुनै बेला गफ गरिहाल्छौँ होइन।